को स्पिकिङ एक्जाम दिने बेलामा चाहिँ तपाईँलाई जुन हेडसेट दिएको हुन्छ यो हेडसेटको माइक चाहिँ कहाँनिर राख्ने त तपाईँले यहाँ पनि राख्न सक्नुभयो, यहाँ पनि राख्न सक्नुभयो। नर्मल्ली फिमेलहरूको भोइस इन्टेन्सिटी चाहिँ अलिकति लाउड हुने भएको भएर फिमेलहरूलाई चाहिँ म के सजेस्ट गर्छु, तपाईँले ठ्याक्कै माउसको अगाडि नै राख्नुपर्छ भन्ने जरुरी छैन। तपाईँले अलिकति तल राख्दाखेरि हुन्छ र यसरी राख्नुभयो भने तपाईँको भोइस क्लियर सुनिन्छ। यतिको डिस्टेन्समा राख्नुभयो, मेरो सिचुएसनमा यतिको डिस्टेन्समा राख्दाखेरि मेरो भोइस मजाले क्लियरली सुनिन्छ। तर होइन, तपाईँको भोइस सानो छ, तपाईँ अलि जोडले नै बोल्नुपर्छ भनेदेखि तपाईँले आफ्नो माइकलाई चाहिँ अलिकति माउसको अगाडि नै राख्नु, पुरै अगाडि नै चाहिँ लगेर राख्ने होइन, थोरै अगाडि चाहिँ राख्नु पर्यो। इन बेसिक टर्म तपाईँले आफ्नो लोवर चिप र चिनको बिचमा राख्नुभयो भनेदेखि तपाईँले बोल्दाखेरि क्लियरली सुनिन्छ र जहिले पनि दुईवटा जुन औँला हुन्छ यो दुईवटा औँलाको डिस्टेन्समा पर्ने गरी चाहिँ तपाईँले माइकको डिस्टेन्स राख्नु पर्यो। धेरै क्लोज पनि राख्नु भएन, धेरै टाढा राख्नुभयो भने पनि तपाईँको साउन्ड क्याप्चर हुँदैन। यसरी माइक राख्ने टेक्निक थाहा भयो भने तपाईँको स्पिकिङमा स्कोर राम्रो आउँछ। र तपाईँलाई क्लासेसहरू जोइन गर्न मन छ भनेदेखि चाहिँ यस यु क्यान कन्ट्याक्ट जिडिएम अफिसियल। मेरो क्लासेसहरू पनि अब अभाइलेबल छ। बेलुकाको इभिनिङको टाइमिङ म अब फाइनलाइज गर्दैछु, इभिनिङमा पनि एउटा क्लासेस हुँदैछ। फाइनलाइज भइसके पछाडि म इन्फर्म गर्ने नै छु। थ्याङ्क यू भेरी मच।